चेली मेरो दिदी पनि छैनन्, चेली मेरो सबै चेली हुन्, तर चेलीमाथि हातपात गति यो सहिँदैन र यही तरिकाले भोलि बिहान 10 बजीसम्म दुर्गा पर्साई केटीमाथि हातपात चाहिँ भएको छ र अबको 4 घण्टादेखि 5 घण्टा भित्रमा दुर्गा पर्साईलाई यदि यहाँदेखि तत्काल बिना शर्त रिहाई गरिएन भने देशभरि 30 र 24 गते के आगो बलेको थियो त्यसको डबल बल्नेछ। म यति कुरा भन्छु। पक्राउ गर्ने कारण चाहिँ अहिले खोल्नु भएको छैन उहाँहरूले। पक्राउ गर्ने कारण केही होइन, सीआईए को एजेन्ट उहाँहरूको साथमा पक्राउपुर्जी थियो र पक्राउपुर्जी केही पनि छैन। सीआईए को एजेन्ट होटलमा बसेर उहाँहरूले पत्र लेख्नु भएको छ। सीआईए को एजेन्ट र सीआईए को बिना पक्राउपुर्जीको उहाँहरू पक्राउ गर्नु भएको सीआईए को एजेन्ट सीआईए को एजेन्टले यो मेनली पुलिस प्रशासनहरू चलाउने एकैछिन है, राम्रोसँग सुन्नुहोस् है। नेपालमा अब कानुन छैन। एक किनभने सिडिओ कार्यालयले के दिन्छ, पत्र दिन्छ तपाईहरु कार्यक्रम गर्नुस् भनेर, ठीक। दोस्रो, आज यो हो एसपी, सिडिओ को फोन त उठेन, एसपी सँग कुरा उठ्दाखेरि यो अर्कै कुरा हो, यो अर्कै कारण हो भनेर उहाँले भन्नु, उहाँसँग पनि जवाब छैन। किनभने उहाँको हुकुमी शासन गजडी प्रधानमन्त्रीको फोन आएको कारणले उहाँलाई समातेर लागेको छ। किनभने हिन्दू राष्ट्रको मुद्दा उठाउने उहाँ दुर्गा पर्साई अभियन्ता वीरगञ्जको गहवामाई मन्दिरमा उहाँ पूजा गर्न पनि नआउने, कहाँ जाने, चर्चमा जाने हो। त्यस कारणले ठूलो प्रश्न चिन्ह उठेको छ। प्रशासन धाँधली शैलीमा आएको छ र धाँधली शैलीमा समातेर अन द स्पट त्यहाँनिर पक्राउ पुर्जी र धाँधली सहित पक्राउ पुर्जी अन द स्पट हामीसँग प्रमाण छ। पक्राउ पुर्जी होटलमै काट्नु भएको उहाँहरूले। त्यस कारणले हामीले सोध्यौं, मैले उहाँको डेस्पी साहबलाई सोधे, डेस्पी साहब मलाई पक्राउ पुर्जी दिनुस् हामीलाई। त उहाँले भन्नुभयो ल ठिक छ, हामी अहिले यही तयार पारिदिन्छु। यो शासन हो। अब यो प्रशासनले के जनताको रक्षा गर्छ? यो ठूलो चिन्ह हो के अब यो प्रशासन भोलि यदि केही भयो भने यसको जिम्मेवारी कसले लिने? प्रशासनले लिने कि सिडिओ कार्यालयले लिने? यो ठूलो गम्भीर विषय हो। वीरगञ्जवासीको यो सबैभन्दा ठूलो, यो ठूलो दुर्गा पर्साई क्यान्सर सर्भाइभल मान्छे हो है। उहाँलाई के गर्यो, कसैलाई हिरासतमा राख्नुभन्दा अगाडि मेडिकल ट्रिटमेन्ट गर्नुभएको नि। दुर्गा पर्साई एउटा क्यान्सर सर्भाइभल मान्छेलाई मेडिकल बिना मेडिकल टेस्ट गरेर प्रहरी खानाको छ, न एउटा मेरो मान्छे कोही गएको छ, न उहाँको अन्धको रक्षकलाई जन्मिएको छ,